आज हामी नेपालीमा बनाउने है। नेपालीमा लोगो बनाउनको लागि इन्सर्टमा जाने, ओह्रालो जाने, अनि यहाँ फन्ट छान्नु मिल्दैन है, फन्ट छान्नु मिल्दैन है। तपाईँहरूले यो क्लिक गर्नुलाई जस्तो यहाँ क्लिक गर्दा मेरो भन्दा क्लिक गर्दा यसो आउँछ नि, उहाँले क्लिक गर्ने मेरो यहाँ क्लिक गर्नु होला। अनि सिक्नेमा त बाटो हुन्छ क्याटेगोरीमा सिक्ने हेर्न है। त्यसरी तपाईँहरूले स्क्रोल गर्ने, त्यसरी स्क्रोल गर्दै लानु होला सिक्ने है। यहाँनिर तपाईँहरूले अनि दुईवटा एउटा दुईवटा हुन्छ है, दुईवटा हुन्छ प्रादेशिक कार्यालय कार्यालय होला। Take tracking in front of page गर्नु लेखा छ त्यसको तलबाट सेभ आउटलाइन गर्छ त्यो आउटलाइन गर्ने टेन्समा गएर हामीले गर्दै यहाँको लेखको आधार दिनु होला। थोरै यसलाई ग्याप गरौँ अनि त्यो ग्याप लोगो टाइपको आधार दिने यो नाम राम्रो इन्सर्टमा पेजमा आएर अनि सेन्टिफाइड त्यसको अनि मिलाएर राख्नु अनि यो पनि राम्रो बनाउनु नेपाल विद्युत प्राधिकरण अनि त्यसको आउटलाइन पनि सेम कलर युज गर्ने इन्सर्टमा आउनु होला, पेजमा आउनु होला, यहाँनिर एउटा क्लिक सेम कलर आउटलाइन आउटलाइन गर्नु Control saya drag and drop dan transition tidak Greetings and contact. Greetings and contact. Or using अर्थात् अघि दिएको जहाँ तपाईँ गर्नुहोला page tracking in front of page मा तल हाल्नु तपाईँहरूले फन्टमा के काम गर्नु सिपसँग यो सिम्बल गर्नु जहाँ
भने शिफ्ट हाल्नु होला सेभ आउटलाइनमा केही गलाउनु होला अब यसलाई चाहिँ हामीले के काम गर्छौँ कन्ट्रोलसँग हाल्नु कन्ट्रोल बी गरेर पनि हुन्छ कन्ट्रोलसँग तारेर पनि हुन्छ यस्तो गराउनु सकिन्छ है यतातिर इन्सर्टमा कम्प्लिट गरेको है त्यो फर्मबाट एउटा चिजको गर्नु होला So this is the line from yes, त्यसरी मैले यो गरेँ अब प्लानलाई केजी हेर्नु कन्ट्रोल गर्नु होला केजीमा लेख्नु text wrapping in front of page, safety color, and अब फेरि के काम गरौँ भने इन्सर्टमा क्लिक गरेर लोडामा सबैजनाले लोड चाहिँ गर्नु होला बिस्तारैले यसो गर्नु text wrapping in front of this. Also color हाल्नुस् है color हाल्नु राम्रो जस्तो यसरी गर्नु मिल्दो रहेछ फाइनल मैले के गर्नु त्यसको लागि है त्यसलाई क्लिक गर्ने फर्मेटमा आएर प्राप्ले वर्डमा नेपाली फन्टको लागि है वर्डमा नेपाली फन्टको लागि के लिनु होला हो यो छैन भने गणेशबाट आउने एउटा गणेश भन्ने होला है एसएस भन्ने पनि छ एउटा गणेश भन्ने पनि छ एचएस पनि छ यो हेर्नु होला यो मन परेन भने एउटा गधा भन्ने फन्ट छ योमा हेर्ने है एउटा यहाँनिर माया भन्ने फन्ट होला है एउटा बिना भन्ने छ राम्रो अक्षर छ है एउटा के सिबी छ कि छैन थाहा भएन सिबी नगर भन्ने फन्ट छ यसमा हेर्ने है यो यति सबै फन्ट मध्ये कुनै एउटा मात्र हामीले चेन्ज गर्ने लेख्ने है अर्को यहाँनिर एउटा फन्ट हुनसक्छ सूर्योदय भन्ने पनि होला है सूर्योदय यस्तो तरिकाले तपाईँहरूले हेर्नु होला नेपाली फन्टमा तपाईँहरूलाई जेमा लेख्नुहुन्छ त्यस्तो तरिकाले यहाँले हेर्नु होला है
सबभन्दा राम्रो है टुचिक्क परेको अक्षर चाहिँ या त यो गणेश भन्ने छ दोस्रोमा र बिना भन्ने हुन्छ है, त्यसमा चाहिँ आउँछ। टाइपिङ चाहिँ प्रीतिको जस्तै हो सबैमा है त, प्रीतिमा यसको भिख हाल्नुहुन्छ त्यसरी प्रब्लम होला। इङ्ग्लिसमा लेख्नुहुन्छ भने नि ठिकै छ, एकपटक म नेपालीमा बनाउँछु एकपटक म इङ्ग्लिसमा बनाउँछु भन्नुहुन्छ भने यही नामलाई नेपाल इलेक्ट्रिसिटी अथोरिटी भनेर माथि नाम लेख्ने, नेपाल इलेक्ट्रिसिटी माथिको नाम लेख्ने, दुईटा इन्टर हाल्ने, अनि यहाँ दुईटा इन्टरमा प्रोभिन्सियल अफिस अत्तरिया भनेर हाल्नु होला। अनि है अत्तरिया भनेर हाल्ने, अनि त्यो स्थापित नीति लेख्ने, युएसटिडी गरेर लेख्ने, इङ्ग्लिस र नेपालीमा लेख्नुहुन्छ भने है त त्यही नामले प्रादेशिक कार्यालय अत्तरिया भनेर त्यस्तो तरिकाले तपाईँहरूले लेख्नु।